एक समयको कुरा हो, एउटा गाउँमा एक किसान बस्थ्यो। एकपटक जब उसले आफ्नो खेतमा बाली नाली उब्जायो, तब एउटा भगेरोले उसको खेतको बिचैमा बाली नालीमा गुड बनायो। उसले 2वटा अन्डा पनि पार्यो। केही समयपछि ती अन्डाबाट भगेराका बच्चाहरू बाहिर आए र आफ्नी आमासँग खुसी साथ बस्न थाले। भगेरो खान खोज्न हरेक दिन जङ्गलमा जान्थ्यो। एक दिन जब ऊ जङ्गलबाट फर्कियो, तब उसले देख्यो कि उसका बच्चाहरू डराएका थिए। भगेरोले सोध्यो, के भयो बच्चाहरू, तिमी किन डराएका छौ? आत्तिँदै बच्चाहरूले भने, आमा, आज खेतमा किसान आएको थियो र उसले भन्यो कि भोलि ऊ आफ्नो छोरालाई बाली नाली काट्न पठाउनेछ। आमा, अब हामी के गर्ने? हामी त अझै उड्न सिकेका पनि छैनौँ, निराश हुँदै बच्चाहरू भन्छन्। बच्चाहरूको कुरा सुनेर आमा भगेरोले भन्यो, डर नमान बच्चाहरू, भोलि कोही पनि बाली नाली काट्न आउने छैन। अर्को दिन ठ्याक्कै त्यस्तै भयो जस्तो भगेरोले भनेको थियो। कोही पनि त्यहाँ बाली नाली काट्न आएन। धेरै दिन यस्तै बित्यो, तर कोही बाली नाली काट्न आएनन्। सबै कुरा राम्रैसँग चलिरहेको थियो। भगेराका बच्चाहरू पनि धेरै खुसी थिए। एक दिन फेरि जब भगेरो जङ्गलबाट फर्कियो, तब उसका बच्चाहरू फेरि डराएका थिए। भगेरोले फेरि उनीहरू डराएको कारण सोध्यो। बच्चाहरूले डराएको स्वरमा भने, आमा, आज फेरि किसान खेतमा आएको थियो र उसले भन्यो कि भोलि ऊ मजदुरहरूलाई बाली नाली काट्न पठाउनेछ। यो सुनेपछि आमा भगेरोले फेरि भन्यो, डर नमान बच्चाहरू, भोलि कोही पनि बाली नाली काट्न आउने छैन। अर्को दिन पनि त्यस्तै भयो जस्तो आमा भगेरोले भनेको थियो। कोही पनि त्यहाँ बाली नाली काट्न आएन। बिस्तारै समय चलिरहेको थियो। भगेराका बच्चाहरू पनि ठुला हुँदै थिए। एक दिन फेरि जब आमा भगेरो जङ्गलबाट फर्कियो, तब उसका बच्चाहरूले खुसी हुँदै भने, आमा, आज किसान फेरि खेतमा आएको थियो। ऊ फेरि बाली नाली काट्ने कुरा गर्दै थियो। तर हामीलाई थाहा छ कि कोही पनि बाली नाली काट्न आउनेवाला छैन। त्यत्तिकैमा आमा भगेरोले भन्यो, के कुरा भनेर गयो किसानले? छिटो पुरा भन्। तब बच्चाहरूले भने, आमा, आज फेरि किसान खेतमा आएको थियो र उसले भन्यो, मैले अरूको भर परेर धेरै समय खेर फालिसकेँ। अब म भोलि आफै आएर बाली नाली काट्छु। यो सुनेर आमा भगेरो डरायो र भन्यो, बच्चाहरू, अब हामी यो ठाउँ छोडेर जति सक्दो चाँडो अन्यन्त्र गुड बनाउनुपर्छ, किनभने भोलि किसान पक्कै बाली नाली काट्न आउनेछ। अचम्म मान्दै बच्चाहरूले भने, आमा, तर किसानले यस्तो धेरै पटक भनेको छ, तर हरेक पटक कोही पनि बाली नाली काट्न आएको छैन। तर आज तपाईँले यस्तो कुरा गर्नुहुन्छ कि भोलि ऊ बाली नाली काट्न पक्कै आउनेछ। आमा भगेरोले भन्यो, पहिलो पटक किसान बाली नाली काट्नको लागि आफ्नो छोराको भर परिरहेको थियो। दोस्रो पटक किसान बाली नाली काट्नको लागि मजदुरहरूमा भर परिरहेको थियो। जब कसैले आफ्नो काम अरूमा भर पर्ने गर्छ, तब उसको काम कहिल्यै पुरा हुँदैन। तर तेस्रो पटक ऊ आफैले बाली नाली काट्ने निर्णय लिएको छ, त्यसैले ऊ भोलि पक्कै आउनेछ। त्यस समयसम्म बच्चाहरू पनि उड्न सक्ने भएका थिए। उनीहरू त्यहाँबाट उडेर अर्को ठाउँमा गए, आफ्नो गुड बनाए। अर्को दिन किसान खेतमा आयो र बाली नाली काट्न सुरु गर्यो। साथीहरू, जो मानिस सधैँ अरूमा भर पर्दछ, उसको काम कहिल्यै पुरा हुँदैन। वास्तवमा ऊ अल्छी व्यक्ति हो। यस्तो मानिस समाजमा तिरस्कृत नै हुन्छ। यसको मतलब यो होइन कि हामीले अरूको सहायता लिनु हुँदैन। अरूबाट सहायता लिनु गलत होइन, तर अरूमा पूर्ण रूपमा निर्भर हुनु गलत हो। यदि तपाईँ आफ्नो काम राम्रोसँग र सही समयमा पुरा गर्न चाहनुहुन्छ भने त्यसलाई तपाईँले स्वयं गर्नु उचित हुन्छ। आफ्नो काम आफैले गर्न सिक्ने बानीले तपाईँलाई स्वाभिमानी बनाउँछ र स्वाभिमानी व्यक्तिको सम्मान पुरा समाजले गर्छ। हस्त दर्शकबिन, आजको भिडियोमा यति नै। आजको भिडियोको विषयवस्तु तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै तलको कमेन्ट बक्समा आफ्नो विचार लेख्न नभुल्नुहोला। साथै आजको भिडियोको विषयवस्तु मन परेको भए एक लाइक अवश्य गरिदिनुहोला र आगामी दिनमा यस्तै रोचक तथा जानकारीमूलक मोटिभेसनल स्टोरीहरू तपाईँहरूको माझमा लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि म विनोद केसी पूर्वेली पनि बिदा हुन्छु। नमस्कार, जय देश, जय नेपाल।